गुड इभिनिङ साथी हो। आज साथी र म तरकारी लिनको लागि ग्रोसरी सामानहरू लिनको लागि जाँदैछौँ। अहिले चाहिँ यहाँ 5 बजेको छ। स्वागत छ मेरो भिडियोमा। र हामी जाने गाडी चाहिँ यही हो। यही गाडीमा जाँदैछौँ हामी, साथी र म। हाम्रो जहिले नि शुक्रबारको साँझको काम चाहिँ यही हुन्छ। अहिले चाहिँ हामी गाडी चढिसकेका छौँ। के कसो सर? सर निन्द्रामै हुनुहुन्छ अहिले पनि। ठिक छ। हामी चाहिँ गाडीबाट झरिसकेका छौँ। हाम्रो यहाँ हिरो सर हुनुहुन्छ। हामी जाने बाटो यस्तै छ। यहाँभन्दा अलिकति अगाडि गइसकेपछि अन्डरपास छ। यहाँबाट हामी परको बजारसम्म जानेछौँ। सर आज के खरिद हुनेछ त? हजुर हजुर आज अब साग सब्जी टमाटर आलु प्याज मालमेटरको लागि शीतन अब चिकन हुन्छ कि सिक्युरिटी पनि छ नि? सिकुटी पनि छ। ल साथी आज चाहिँ नखाउँ होला। आज अड्किन्छ चाहिँ फेरि काँडा सही हो। सही हो। यहाँ चाहिँ यस्तो छ। कोटकिलो हुँदै माथि निस्किनु पर्छ बजार पुग्नुको लागि। के हो माथि हामी अलियार बजार आइपुग्यौँ। अलियार मल भयो। विशेष गरेर हामी चाहिँ यहाँबाट सामानहरू लिएर जाने गर्छौँ। माछिलभोलि छ यतापट्टि एडनक कुप पनि छ। पहिला अलियन कुप थियो, अहिले एडनक कुप भएको छ। यहाँ चाहिँ अलिकति महँगै हुन्छ र हामी अहिले आएको नयाँ बजारबाट चाहिँ र दोकानबाट चाहिँ सामान लिने गर्छौँ, बिबाबाट। र अर्को उता पनि छ रोयल गोल्फ नेसा सिटी सेन्टर भन्ने छ। त्यहाँबाट पनि हामी सामान लिएर जान्छौँ, किनभने त्यहाँ पनि अलिकति सस्तो मस्तो मिलाएर दिएको हुन्छ। मेरो साथी अगाडि जाँदै हुनुहुन्छ, उहाँ लिडर हुनुहुन्छ, त्यही भएर अगाडि यहाँ चाहिँ यस्तो हुन्छ। गाडी यसरी रोकेर बाटो हिँड्ने मान्छेलाई चाहिँ र जान दिन्छ। यो रुल चाहिँ एकदमै राम्रो छ यहाँको। यहाँ म्याक्सिमम् तपाईँको रुल भनेको अब हेर्नु धेरै राम्रो छ। यो चाहिँ नयाँ खोलेको अब तपाईँको फ्रेस मार्केट हो। यहाँ चाहिँ जस्तै हामी जस्तो वैदेशिक रोजगारमा आउनेलाई सस्तो मस्तोमा सामान मिल्छ यहाँबाट। यहाँ चाहिँ आलु र प्याज होइन त सर? प्याज ठिकै हो आज? आलु प्याज चाहिँ यताबाट नलिने भयौँ। साथीले आलु लिँदै हुनुहुन्छ। उहाँ हो जहिले पनि आलु रोज्नु हुने। ल यहाँ आलु पनि राम्रो नभएको अवस्था छ आज, त्यही भएर हामी अर्को
मार्केटमा जाँदैछौँ सर यताबाट यहाँबाट चाहिँ र हामीले तेल मात्र किन्यौँ आलु पनि खासै राम्रो रहेछ टमाटर पनि अनि हामीले मुख्य लाने भनेको यो तीनवटा चिज हो यहाँबाट टमाटर आलु र प्याज खासै राम्रो रहेछ त्यही भएर हामीले यहाँबाट तेल मात्र लग्यौँ अलिकति सस्तो पाउँछ यहाँ हो कि सर सर हाम्रो यहाँ ज्याङको सर यो चाहिँ सधैँ हामी चिया खाने ठाउँ हो गर्मी होस् या जाडो होस् हाम्रो सरको फेभरेट प्लेस अनि हाम्रो यहाँ नेपाली भाइ हुनुहुन्छ एकदम मिठो चिया दिनुहुन्छ भाइ के छ खबर दुईवटा चिया भाइ ए ल ल यहाँ हाम्रो चिया आइसकेको छ सर के फुल्ला मलाई नि सकिस् धन्यवाद चिया खाएर हामी जाँदैछौँ अर्को पसलतिर अब यहाँ भिडियो बनाउन थालेपछि सबैजनाले हेर्छन् घुरेर के हो होइन सर हजुर खुत्रुके लिन जाने कि खुद्रुके लिऊँ न पैसा अलिअलि राख्नु पऱ्यो नि म त्यो पनि लिनु पऱ्यो त्यो हातमा लाउने हाम्रो सरलाई चाहिँ टिप्स ज्यादा आइरहेको छ त्यही भएर उहाँले खुद्रुके लिँदै हुनुहुन्छ म पनि लिनुपर्ने छ मलाई पनि एउटा हेरिदिनु न हुन्छ ऊ त्यो खुद्रुके लिइसकेको छु एउटा मलाई एउटा उहाँलाई पैसा हल्का बचत गर्नु पऱ्यो त्यही भएर यो त्यो अर्को खालको थियो त्यो नै छैन कि उहाँ हेरौँ न त अर्कोमा नहीं बड़ा वाले में बडा वाला पहिला वाला जैसा चाहिँ हामीले यो लियौँ खोर्सानी र हल्दी र यहाँ चाहिँ अफर रहेछ उन्नति प्रगति सर गर्नु पर्यो नि सर यो हेर्नु त र हामीले यहाँबाट डोमेस्टिक पनि लियौँ चिकन लेग पिस सर यहाँबाट हामीले के सामान ल्यायौँ त्योभन्दा नि साथीले मलाई खुत्रुके लिइदिनु भएको छ देखाउनु त देखाउनु त्यो खुत्रुके ओहो अब यसमा पैसा कति हाल्ने होला नि गर्नु नि सर भराउनु पर्यो नि साथीको तर्फबाट रे उहाँले चाहिँ मलाई खुत्रुके किनिदिनु भएको छ अब म अलिकति नै बढी नै खर्च गर्छु त्यही भएर बचतको लागि ओहो तपाईँहरू पनि गर्नु होला कति राम्रो मेसेज धन्यवाद सर के छ खबर त्यही हो पहिला आउँदाखेरि त साह्रै झ्याउ लाग्थ्यो सर यो ठाउँ अब त बानी पनि भयो रमाइलो लाग्छ जे होस् तर हामी मान्छेले जता बस्यो त्यतै अब आफ्नै ठाउँ जस्तो लाग्ने यहाँको सिस्टम चाहिँ एकदमै राम्रो है सर तपाईँको अब बाटो काट्दाखेरि पनि गाडीले रोकिदिन्छ क्या अब कोही मान्छे हिँडिराखेको छ भनेदेखि रोकिदिन्छ अनि आरामले बाटो चाहिँ काट्न पाइन्छ धेरै चिजमा एकदम अगाडि छ यहाँ यो एकदमै राम्रो छ अब एउटा नराम्रो भनेको अब गर्मी तपाईँको अब हाम्रो नेपालको जस्तो हरियाली त हुँदैन कहीँ पनि अब अलिकति गर्मी हो नत्र भनेदेखि सबै चिज सिस्टमदेखि लिएर हामी अब वैदेशिक रोजगारको लागि आउनेहरूको लागि पनि अब ठिकै छ कमाइ त्यस्तो नराम्रो भन्न मिल्दैन एकदम अन्तिम तेस्रो अन्तिम मार्केट रहने छ अलेन सिटी सेन्टर भन्छ यसमा चाहिँ हामी पहिला प्रायः धेरै सामान लिएर जाने गर्थ्यौँ यहाँबाट चाहिँ र अहिले उता भिभा खोलेको हुनाले सरै पनि
भिवा खोलेको हुनाले यहाँबाट अलिकति कम्ती नै जान्छ अचेलले सामान हाम्रोमा। तैपनि अब हामीलाई चाहिने तरकारीहरू चाहिँ यहीँबाट लान्छौँ हामीले। आलु र प्याज तपाईँको गोलभेडा चाहिँ र उताबाट लाने गर्थ्यौँ, तर अहिले त्यहाँ राम्रो रहेछ। यहाँ हाम्रो दाजु हुनुहुन्छ। दाजु सेवर हो सेवर के हेर्दै हुनुहुन्छ ल। मलाई चाहिँ र एकदमै साग मनपर्ने हुनाले सुरुमा आएर मैले हेरेँ भनेको यहाँ हो। अब आज साग छ कि छैन, रायो हुन्थ्यो अरू बेला त, अब आज रायो रहेनछ। के लगेर जानु अब। स्पिनच रहेछ, अनि यो तपाईँको अब फिलिपिनो साग भन्छ। हाम्रो अर्जुन सर एकदम मिहिनेत गर्दै हुनुहुन्छ, यहाँ आलु छान्दै हुनुहुन्छ। उताको भन्दा धेरै राम्रो नि सर। सस्तो पनि हो क्या? हाम्रो अर्जुन सर चाहिँ छोरी मान्छे जस्तै हुनुहुन्छ, एकदमै राम्रो, एकदम चिटिक्क परेको मात्रै छान्नुहुन्छ। अब त्यही भएर म चाहिँ र यस्तो आलु सालु केही छान्दिनँ। मेरो त सिधा आउने प्याज छान्ने हो, साग छान्ने हो, मेरो कामै त्यही हो। उहाँको चाहिँ र पुरा अब मिहिनेत गरेर छान्नुहुन्छ, त्यही भएर उहाँको भागमा आलु पर्छ। ठुल्ठुलो हुन्छ कि सर? हजुर ठुल्ठुलो हुन्छ कि? यति गएर खानुपर्छ परेन। हो सामानमा ट्याग लाग्दैछ हाम्रो, टक्क लगाएर यत्रो सामान लिएर जाँदैछौँ हजुर सर। अहिले चाहिँ सामान लिएर हामी पर्खिसक्यौँ। लगभग एक हप्ताको लागि सामान लिएका छौँ हामीले। एकदमै भिड छ अहिले, किनभनेदेखि आज विकेन्ड हो, त्यही भएर पुरै बिजी छ। हाम्रो सर पनि यहाँ पुरा भारी एक हप्ताको लागि हुन्छ। एक हप्ताको रासन पानी ठिक छ। अब चाहिँ हाम्रो लगभग सपिङ सकिएको छ। अब यस्तो पक्कापनतिर बोकेर जानुपर्ने हुन्छ पारी अघिको ठाउँमा गाडी चढ्नको लागि। तर रमाइलो छ साथीभाइ, अघि भन्नु त सर। सामान त हेर्दा थोरै छ, तर पैसा चाहिँ यहाँ कति दिराम छ? अब यहाँ 300 दिराम होला नि सर यो हिसाब। पके पनि सामानहरू त कम्ती छ, बोक्दाखेरि थाहा हुन्छ कति धेरै छ भनेर। ल थाकियो। यहाँबाट देखिने अलियार मलको दृश्य मलाई चाहिँ एकदमै रमाइलो लाग्छ। पहिला चाहिँ एकदमै उदास लाग्थ्यो यता, अब बानी पनि भयो अहिले। भनेको यस्तै हो यहाँको। अलिकति सिटीतिर मात्रै हो ठुल्ठुलो बिल्डिङ हुने भनेको, तर यो एरियामा चाहिँ त्यस्तो साह्रो केही छैन। अग्लो भवनहरू भनेको त्यही मल हो, त्यही पनि 2 तले भन्दा बढी अग्लो हुँदैन। पुरा यहाँ चाहिँ बाटो बन्दैछ। ल साथीभाइ, अब आजको सपिङ चाहिँ यति नै हो। हामी बसबाट झरिसक्यौँ, अब रुमतिर जान्छौँ। एकदम थाकिया छ, गएर खानासाना पकाएर खाएर झ्याप्प सुत्ने हो।